दुर्गा परसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्यायो। आज नै उनीमाथि मुद्दा चलाउने तयारी। दर्शकवृन्द, मेडिकल व्यवसाय तथा राष्ट्र राष्ट्रियता धर्म र संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा परसाईलाई साथै उनका घर रक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ। उनलाई बुद्ध एयरको जहाज मार्फत शुक्रबार भद्रपुरबाट काठमाडौँ ल्याइएको हो। सुरक्षा स्रोतका अनुसार उनलाई शुक्रबार बिहान प्रदेश नम्बर 101-002-3793 नम्बरको भारतीय गाडी मार्फत नेपाली क्षेत्रमा ल्याएको थियो। बिहान 10:07 उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ। तर प्रहरीले भने उनलाई शुक्रबार नै भद्रपुर क्षेत्रमा पक्राउ गरिसकेको दाबी गरेको छ। यसअघि परसाईको सचिवालयलाई पनि उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको पनि बताएको थियो। नेपाल भारत बीच सुपुर्दगी सन्धि नभएकाले एक अर्काको देशमा पक्राउ गरेका आरोपीलाई औपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ। अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमा क्षेत्रमा ल्याएर छोड्ने लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने अभ्यास रहिरहेका अनुसार परसाईको हकमा पनि सोही भएको बताइएको छ। तर प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने दुवैजनाले झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि काठमाडौँ ल्याएको दाबी गरेका छन्। चैत 15 गते काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्यलाई विद्वन्द्व र ध्वस्त पारेर संगठित अपराधी सम्बन्धी कसुरमा फरार रहेका दुवैजनालाई पक्राउ गरिएको उनको भनाइ छ। परसाई 15 गते घटनापछि उनी भारतमा एकाएक लुक्न गएका थिए।